महाकाली किनारमा फोहोरको थुप्रो, शुल्क उठाए पनि व्यवस्थापन शून्य, कम्पोस्ट योजना अलपत्र। दार्चुला जिल्लाको महाकाली नगरपालिकाको महाकाली नदी किनारा स्थित खेट्टे बगरमा निर्माण गरिएको डम्पिङ साइटमा फोहोर व्यवस्थापन अलपत्र परेको छ। कम्पोस्ट मल उत्पादन गर्ने उद्देश्यले निर्माण गरिएका संरचना प्रयोगविहीन अवस्थामा छन् भने सिसा लगायतका विभिन्न प्रकारका फोहोर जथाभावी थुपारेको पाइएको छ। सन् 2074 सालमा सुरु गरिएको उक्त योजना कार्यान्वयन विहीन बन्दै अलपत्र परेको देखिएको छ। सदरमुकाम क्षेत्रमा रहेका घरधुरीबाट फोहोर व्यवस्थापनका लागि मासिक तथा वार्षिक रूपमा नगरपालिकाले शुल्क असुल्दै आएको स्थानीयहरूले जनाएको छ। तर वर्षेनी बजेट विनियोजन गरे पनि प्रभावकारी व्यवस्थापन हुन नसकेको स्थानीयहरूको गुनासो छ। यसैबीच डम्पिङ साइटबाट फोहोर नदीतर्फ विसर्जन भइरहेको देखिने भिडियो सार्वजनिक भएसँगै विषय थप चर्चामा आएको छ। प्रमुख जिल्ला अधिकारी अनिल पौडेलले उक्त भिडियो हालको नभई पुरानो हुन सक्ने प्रारम्भिक जानकारी आएको जनाउँदै आज आइतबार स्थलगत अनुगमन मार्फत यथार्थ बुझ्ने बताएका छन्। उहाँहरूले चाहिँ त्यो अहिलेको भिडियो होइन, पहिलेको भिडियो चाहिँ रिपोस्ट गरेर त्यस्तो भएको भन्ने खालको कुरा गर्नुहुन्छ। त्यो गरेर चाहिँ हामी अनुगमन चाहिँ गर्छौँ, के रहेछ त्यसपछि थाहा होला थप। घटनाबारे धारणा लिन महाकाली नगरपालिका अध्यक्ष, उपाध्यक्ष तथा प्रमुख प्रशासकीय अधिकृतसँग सम्पर्क गर्न खोज्दा सम्पर्क हुन सकेन। उता पवित्र महाकाली स्वच्छता अभियानले खण्डप्रति गम्भीर ध्यानाकर्षण जनाउँदै नदीमा फोहोर विसर्जन कार्य तत्काल रोक्न माग गरेको छ। अभियानका उपसंयोजक महेश भट्टका अनुसार यस प्रकारको गतिविधिले नदीको जैविक विविधता, जलचर जीवनवस्तु तथा धार्मिक सांस्कृतिक आस्थामा प्रतिकूल असर पर्नेछ। साथै नदी किनारमा बसोबास गर्ने स्थानीयको स्वास्थ्यमा समेत नकारात्मक प्रभाव पर्ने भन्दै चिन्ता व्यक्त गर्नु भएको छ। यस्ता गतिविधि वातावरण संरक्षण ऐन विपरीत रहेको उल्लेख गर्दै सम्बन्धित निकायसँग फोहोर व्यवस्थापन व्यवस्थित गर्न, नदी किनारा सरसफाई गर्न तथा भविष्यमा यस्ता घटना दोहोरिन नदिने दिगो योजना सार्वजनिक गर्न माग गरेको छ। साथै व्यवस्था गरिए कानुनी कारबाही प्रक्रिया अघि बढाउने चेतावनी समेत दिएका छन्।